तिहार नजिकैसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन्। भक्तपुरको पोट्री स्क्वायरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन्। तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइ भएको स्थानीय विनोद कुमार प्रजापतिले बताउनुभयो। उहाँले माटोको पालाको माग अनुसार बनाउन नसकेको उल्लेख गर्नुभयो। भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितुवन, धादिङ, नुवाकोट, पोखरा लगायतका स्थानबाट लिन आउने गरेको प्रजापतिले बताउनुभयो। अहिले बजारमा प्लास्टिकका दियोहरू आए पनि माटोको पालाको मागमा भने कुनै कमी नआएको उहाँको भनाइ छ। पहिलेको वर्षका तुलनामा यस वर्ष माटोको पालाको भावमा कुनै तलमाथि नभएको उनीहरूले जनाएका छन्। भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्री वितरण गर्दै आएका छन्। अब तिहारमा माटो बढी नै हुन्छ नि त, जति बना पनि लगिरहेछ नि त। हो, बनाएको जति सबै लगिरहेछ। अन्दाज के गरौँ अब बिक्री, अब बिक्री गर्नलाई नै छैन। अहिले पोलिरहेर निकाल्नुपर्छ अनि मात्रै बिक्री गर्न सकिन्छ। अहिले अब मेन विक्रेता स्थान भनेको लिन आउनेले धादिङ, चितवन, पोखरा होइन, अब काठमाडौँ भ्याली त भन्नै परेन, जहाँबाट पनि लिन आइरहेको हुन्छ सामानहरू। के हुनु त्यस्तै हो, प्राइस पनि त्यस्तै हो। खास त त्यति बढ्या पनि छैन, घटेको पनि छैन। अब त्यसले असर भनेको चाहिनेले त्यो बाल्छ, नचाहिनेले यही बाल्छ। अब आफूलाई मनपर्ने जुन हो त्यो बाल्छ, चलिरहेछ।